नमस्ते नमस्ते सबैमा नमस्ते। सोनाम लोछार यानी कि तामाङ जातिहरूको एक महत्त्वपूर्ण र परम्परागत पर्व हो। यो पर्व संसारको सबैभन्दा पुरानो पर्वको रूपमा पनि मानिन्छ। यो चन्द्रपात्रोमा आधारित मानेर मनाइन्छ। लो को अर्थ हुन्छ वर्ष र साको अर्थ हुन्छ नयाँ। त्यसैले लोछार पर्वलाई नयाँ वर्षको रूपमा मनाइँदै आएको छ। साथसाथै तामाङ जातिहरूको परम्परागत संस्कृति, पहिचान र वेशभूषाहरूलाई समेत प्रस्तुत गरेको पाइन्छ। नेपाल सरकारको पञ्चाङ्गको निर्णयअनुसार माघ महिनाको कुनै एक दिनलाई सोनाम लोछार भनेर छुट्याइन्छ भने तर विभिन्न टोल, गाउँ र बस्तीहरूमा माघ महिनाभरि नै समुदायहरू मिलेर सोनाम लोछार मनाएको पाइन्छ। त्यस्तै गरी यस वर्ष नागार्जुन नगरपालिका वडा नम्बर 7 को हसनटारमा पनि नागार्जुन नगरपालिकाको आर्थिक सहयोगमा विभिन्न अतिथिहरूलाई आमन्त्रण गरी तामाङ जातिहरूको संस्कृति, वेशभूषा, संस्कार झल्किने गरी भव्यताको साथ याम्बु तामाङ समाज गेदुङ समितिका अध्यक्ष महोदय लामाको अध्यक्षतामा सोनाम लोछार सांस्कृतिक महोत्सव कार्यक्रम आयोजना गरियो। लोछार विशेष कार्यक्रममा लोछार सांस्कृतिक महोत्सवमा पाल्नुभएका यहाँहरू सम्पूर्णलाई म कार्यक्रम सञ्चालिका मिक्साङ वाइवा तामाङको तर्फबाट सर्वप्रथम लासो फ्याफुल्ला कार्यक्रममा स्वागत छ। धेरै धेरै धन्यवाद प्रमुख अतिथिज्यूलाई। यस्तै गरी यस कार्यक्रम लामा गुरु सन्त बहादुर लामा ज्यूबाट पूजापाठ गरी सुरुवात गरिएको थियो भने बम्बो यानी कि झाँकीमा नेपाल झाँक्री सङ्घको केन्द्रीय सदस्य विकास बमजनज्यू र उहाँको टिम लगायत स्थानीय झाँक्री शेरबहादुर लामाज्यू र उहाँको टिमबाट सहयोग प्राप्त भएको थियो भने
नौमती बाजामा दिदीबहिनी नौमती बाजा समूहले प्रस्तुति दिनुभएको थियो भने नृत्यमा सीतापाइला मापी र स्पर्श युवा समूहद्वारा प्रस्तुति दिइएको थियो। यस्तै गरी यस कार्यक्रमको सुरक्षार्थका लागि सिउचटार प्रहरी प्रभागका प्रमुख योगेश थुक्पा तामाङ र उहाँको टिमले साथ दिनुभएको थियो। विशिष्ट व्यक्तित्वहरू यहाँ उपस्थित हुनुभएका सम्पूर्ण यो लोसार मनाउन पाल्नुभएका सम्पूर्ण महानुभावहरूलाई मेरो व्यक्तिगत 5 नम्बर वडा नागार्जुन नगरपालिकाको नगर प्रवक्ताको हैसियतले यहाँ सबैलाई नमस्कार, लासो फ्याफुल्ला। देख्दा बोजुले कम्मर मर्काको मेले डम्बु बाजाको देख्दा मामले कम्मर मर्काको देन चुनुन नगरपालिकाला लोला लोला वडा अध्यक्ष जुगु देन च्यामचुरी खेदाङ जना लेना जेना लबरी दुगबा स्याङ आङी जेजो आले नाना आङा देन्ज्याम सुरक्षा कर्मी जुगु पत्रकार जुगु देन्ज्याम जु स्याबा गोबा याङला कलाकार जुगु मुकुन्द नेपाल तामाङ गेदुङ संघ तर्फ देन्ज्यामगा व्यक्तिगत बिलाम मोक्तान तर्फ क्याम लसो फ्याफुलजी तुचेसे। धेरै धेरै धन्यवाद मन्तव्यको लागि नेपाल तामाङ खेदुङका केन्द्रीय सदस्य बिलम मोक्तान ज्यूलाई। र म यहाँनिर अब छोटो आसन ग्रहणको क्रमलाई जोड्न चाहन्छु। आजको यस कार्यक्रममा अतिथिको आसन ग्रहण गरिदिनु हुनका लागि अतिथि भन्दा पनि उहाँ स्थानीय पनि हुनुहुन्छ, त्यस कारणले स्थानीय कलाकार नै भन्न चाहन्छु। म स्थानीय कलाकार ईश्वर भण्डारी ज्यूलाई पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। मन्जु श्री सम्बत 2882 तालोला ज्याबडानबा जम्मैदन ज्याबडानबा है लासो बागमती प्रदेश सरकारले बागमती प्रदेशमा तामाङ भाषा र नेवार भाषालाई नेपाल भाषालाई सरकारको कामकाजीको रूपमा ऐन ल्याएर पनि कार्यान्वयनको दिशामा अघि बढिसकेका छौँ। Hi.
पालन गराउनु पर्यो। यहाँ हामीले भनिरहँदा कतिले यहाँ सुन्नु भएको छैन। सबैजना जाडोले थरथर कामिरहेको छ। अलिकति कार्यक्रमको मोडल पनि नमिलेको हो कि उहाँहरूले प्रस्तुति हेर्ने होइन प्रस्तुति दिने चाहना ल्याउनु भएको थियो। यो हामी दर्शक अलिकति फिलिङ्स पनि नबुझेको हो कि घरवा नमसारी खन दम दोसै फेबकाउ दोसी रंगे बझरवा नमसारी रुको रुको छमसी स्यातो लयेना खावा सोना मलो चरली रुको छमसी स्यातो लयेना खावा सोना मलो चरली होई जो जो होइयाले स्यातो लयेना सोना मलो चरली आउनु सांगहरु लसो लसो गेंगर स्यातो लयेना सोना मलो चरली लसो लसो गेंगर फ्या फुलुजी लसो लसो गेंगर फ्या फुलुजी लसो गेंगर फ्या फुलुजी पिलो छोरा जा तामाङ तात्दै तात्दैन तातेपछि सेलाउँदैन के गर्छ अझ हिजो जो हैयाले स्यातो लयेगा सोना मलो छर्ने होइन न हैयाना स्यातो लयेगा सोना मलो छर्ने। धेरै कुराहरू सुन्ने मौका पाइयो, त्यसको लागि म विशेष धन्यवाद दिन चाहन्छु। यो संस्कृति धर्म संस्कार भन्ने चिजले चाहिँ हामीलाई एकदमै मनदेखि उत्साहित बनाएर ल्याउँदो रहेछ। किनभने आजसम्म हामी नेपाली भनेर चिनिएको विदेशमा चिनिएको हाम्रै यही धर्म र संस्कार र संस्कृतिले हो। विकासको कुरा गर्नुहुन्छ भने हाम्रो भन्दा धेरै विकसित देशहरू छ, तर नेपाल नै किन आउँछन् त पर्यटकहरू भन्दाखेरि हामीले चाहिँ धेरै भाषा बोल्ने, हाम्रो वेशभूषा चाहिँ धेरै थरी अनि विभिन्न डाँडामा विभिन्न समुदाय बस्ने अनि त्यो समुदायहरूको छुट्टै छुट्टै संस्कार हेर्नको लागि नै विदेशीले नेपाललाई पर्यटकीय स्थल ठानेको छ। सबैजनालाई लस्सो फ्याफुल्ला यहाँहरूलाई सबैजनालाई शुभकामना व्यक्त गर्न चाहन्छु। नमस्ते सबलाई नमस्कार है। लासो तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम लोछार मञ्जुश्री सम्बत 2862 ताल हो घोडा वर्षको अवसरमा शुभकामना आदान प्रदान तथा तामाङ सांस्कृतिक महोत्सवमा पाल्नुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू र मेरो अतिथिगणहरूलाई सबलाई स्वागत गर्न चाहन्छु। यसरी दिनभरि चलेको सांस्कृतिक महोत्सव कार्यक्रममा चर्चित गायक फुलकुमार बमजन लामाको प्रस्तुतिले कार्यक्रमलाई अझ रोचक बनाएको थियो। यसरी नै सम्पूर्ण जात जातिहरूले आफ्नो परम्परा र संस्कृति जगेर्ना गरिराख्ने हो भने पुस्तान्तरण गर्न जरुरी देखिन्छ। यस कार्यक्रममा सहभागी जनाउने लगायत प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्णमा मुरी धन्यवाद टक्राउँदै सबैको जय होस्, मङ्गल होस्, लासो फ्याफुल्ला। स्यातो लयेगा खावा सोना मलो चरली हिजो जो हैयाले स्यातो लयेगा सोना मलो चरली पिलो छोरा जा तामाङ तात्दै तात्दैन तातेपछि सेलाउँदैन के गर्छ अझ खोइ मेरो कुमार सिंह दाइ नातु होइन मरिचाको लानी दिनी किनोन जम्भोलिङला साकिनोन नन सालामिन्दो रङ थरी मुला होमेन दोला छन किनोन इन गायो आगेते